नमस्कार। एउटा समसामयिक विषयवस्तुमा कविताको प्रयास गरेको छु। यसमा व्यक्त भएका शब्द र विषयवस्तुमाथि विश्लेषण गरेर सल्लाह सुझावको अपेक्षा गरेको छु। गद्य कविता स्वतन्त्रता र अधिकार। स्वतन्त्रता धेरै राम्रो कुरा हो। अधिकार जीवनको सुन्दर आधार हो। तर प्रश्न उही अडिन्छ, कसको स्वतन्त्रता, कसको अधिकार? यदि पिजडामा थुनिएको परेवालाई स्वतन्त्रताको अधिकार दिन खोज्दा बिरालो पहिले अघि सर्छ भने त्यो स्वतन्त्रताको हत्या हुन्छ। त्यो अधिकारको व्यङ्ग्य हुन्छ। स्वतन्त्रता भनी नारा फुक्नेहरू बिरालोको आँखा लुकाउन सक्दैनन्। अधिकारको नाममा भाषण गर्नेहरू परेवालाई स्वतन्त्रता दिनु होइन, परेवाको भाग्य तोड्न मात्र जान्दछन्। साँचो स्वतन्त्रता त्यो हो जहाँ परेवाले आकाश छुन सक्छ, तर सुरक्षा पनि सुनिश्चित हुन्छ। जहाँ बिरालोलाई रोक्ने न्याय हुन्छ, परेवाको पखेटामा आशाको विश्वास पलाउँछ। साँचो स्वतन्त्रता त्यो हो जहाँ परेवाले आकाश छुन सक्छ, तर सुरक्षा पनि सुनिश्चित हुन्छ। जहाँ बिरालोलाई रोक्ने न्याय हुन्छ, परेवाको पखेटामा आशाको विश्वास पलाउँछ। शक्तिशाली बिरालोलाई नरोकी परेवालाई खोलिदिन्छन्। नारा मिठो, अति मिठो स्वतन्त्रताको हुन्छ, तर नतिजा जघन्य हिंसाको हुन्छ। अनाहकमा परेवाको ज्यान जान्छ। बिना न्यायको स्वतन्त्रता दुःखको अर्को पर्यायवाची नाम हो। बिना विवेकको अधिकार पनि अन्यायको एउटा अर्को नयाँ खेल बन्छ। जब क्रूर शक्तिशालीलाई खुला बाटो दिन्छौं। तर आज यहाँ खुल्लमखुल्ला एउटा अभद्र नाटक चलेको छ। अधिकार र स्वतन्त्रताको नाममा कमजोरलाई स्वतन्त्रता होइन, सिर्फ मृत्युको आमन्त्रण दिइरहेको छ। स्वतन्त्रताको मूल्य त्यति सजिलो छैन। जसले डर र न्यायलाई बिर्सन्छ, असमान शक्ति र कमजोरी बीच सही मार्ग पत्ता लगाउन आवश्यक छ। नत्र भने अधिकारको अर्थ नै बदलिन्छ। हामीले नारामा मात्र फुक्नु हुँदैन, कार्य र कर्ममा न्याय हुनुपर्छ। हामीले नारामा मात्र फुक्नु हुँदैन, कार्य र कर्ममा न्याय हुनुपर्छ। शक्तिशालीलाई मात्र खुला बाटो होइन, कमजोरको सुरक्षा पनि हुनुपर्छ।
यसैमा स्वतन्त्रताको वास्तविकता छ। बिरालोले नियन्त्रण पाउँदैन भने पर्यावको आशा ध्वस्त हुन्छ। सिर्फ भाषण र कागजका अधिकारले पर्यावको जीवन बचाउन सक्दैन। साँचो न्यायले मात्र उसलाई सुरक्षा दिन्छ। जब स्वतन्त्रता विवेकसँगै हुन्छ, सुरक्षा र सम्मानको मेल हुन्छ, शक्ति र कमजोरीको सन्तुलनमा सत्य र न्यायको आधार खडा हुन्छ, तब मात्र अधिकारको महत्त्व जीवित रहन्छ। अन्त्यमा एउटा कुरा याद राख्नै पर्छ, स्वतन्त्रता सबैको लागि हुनुपर्छ। बिरालोको भोक र पीडामा पनि होइन, कमजोर पर्यावको मृत्युमा पनि होइन। साँचो स्वतन्त्रता जीवनको सन्तुलनमा हुन्छ। एउटा कुरा याद राख्नै पर्छ, स्वतन्त्रता सबैको लागि हुनुपर्छ। बिरालोको भोक र पीडामा पनि होइन, कमजोर पर्यावको मृत्युमा पनि होइन। साँचो स्वतन्त्रता जीवनको सन्तुलनमा हुन्छ। कविता पुरा सुनिदिनु भएकोमा धन्यवाद। 2082 सालको विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको सम्पूर्ण विश्व चराचर जगतमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।